पिएचडी अमेरिकाबाट, रिसर्च भने भाट बटेनीको रक्सीमा। पढाइ भन्नुहुन्छ भने पिएचडी पास, त्यो पनि अमेरिकाबाट। सीसीआरसी कलेजको डाइरेक्टर, पहिला काङ्ग्रेस र अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतालाई पक्राउ गर्यो। किन भन्नुहुन्छ भने अस्ति भएको आन्दोलनमा भाट बटेनीबाट रक्सी चोरेको, त्यो पनि महँगो ब्ल्याक लेबल ब्लू लेबल जस्ता रक्सी चोरेको। पुलिससँग सीसीटीभी फुटेज भएको र फुटेजमा प्रष्ट रूपमा उनले चोरेको देखिएपछि पुलिसले उनलाई पक्राउ गरेको हो। राजकुमार राई खोटाङको जिल्ला अध्यक्षमा, राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अध्यक्षमा पराजित भएका थिए। यो 2 महिना अगाडिको कुरा हो र उनले जम्मा 6 भोट ल्याएका थिए। यो खबर बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले चियाबाट माखा निकाले झैं यो मान्छे हाम्रो पार्टीको सदस्य होइन, यसलाई हामीले जमानामा निकालिसकेको हो भनेर पत्र पनि निकाल्न भ्याइसकेको छ।